You must have bacon there. St. Louis, but I didn't find any. Oh yeah. That's Starbucks instant coffee. Good morning everyone from Mosquito Creek. We had a good sleep. यो चाहिँ पुरै जंगलकै जंगलमा भएको एउटा होस्टेल जस्तो हो. वाइफाई साइफाई पनि पर्टिकुलरली 3-4 घण्टा मात्र राख्दैछ सो द्याट मान्छेहरु भेटोस् कुराकानी गरोस् नयाँ नयाँ मान्छे भेटेर नयाँ नयाँ कुरा होस् भनेर. So we really had a good talk last night. अनि different countries like 5-6 different countries, Germany, even Canada, and then China, पाकिस्तानको मान्छे पनि आएको थियो. सबैजना भएर कुराकानी गर्यौं. एकदमै रमाइलो लाग्यो के. यो जहिले पनि यो मोबाइलमा झुन्डेर मात्र बसेर नि रमाइलो नहुने रहेछ के. लाइफ भनेको त यो रहेछ भने जस्तो भयो के. अनि अब यहाँ आएर म लकी त यतिकै फिल भइरहेको थियो. झन् ओभरवेल्म भयो के. तिनीहरूले जब नेपालको बारेमा कुरा गर्यो, नेपाल चिन्यो, राम्रो कन्ट्री भन्यो, म त एकदमै खुसी भएँ. सो एकदमै राम्रो मान्छेहरु भेट भयो. अब आज एक रात हामी फेरि अझै पनि यहाँ बसौँ बेलुका. अनि होपफुली इट्स गोना बी गोइङ गुड एज वेल. अनि त्यसपछि अब आज चाहिँ हामी चाहिँ विभिन्न लेकहरु साइटहरु घुम्छौँ हैन. अनि यहाँ देख्न सक्नुहुन्छ त भ्यू नै यस्तो छ के कस्तो बहाल छ. अनि भ्यूमा रमाउने हो नि त यो मोबाइल सबै भने किने हो र. मोबाइल भन्ने कुरा भइराख्छ हो. भन्नेबित्तिकै मोबाइल झिकिछ एउटाले. सबै यहाँनेरि कस्तो दामी छ के एरिया. अति लभली छ के. इन्टु द वुड्स भने जस्तो यहाँ भित्र छ. गाडीहरु यहाँ पार्क गरेछ हामीले. मेरो गाडी उ पर क्या हो. लग्दै क्या मेरो गाडी हेरेछ. अनि यस्तो भ्यूमा बसेर कफी खायौं भर्खर. अब यसो साइडतिर जान्छौँ. अनि हामीसँग ब्रेड पिनट बटरहरु छ. त्यही खान्छौँ. बाटोमा यसो भोक लाग्यो भने. सो स्टे ट्युन्ड. आजको राम्रो ठाउँको भिजिट गरेर देखाउँदै छौँ. आइस जमेर बस्यो हैन त. त्यो ढिक्क बस जमे जस्तो देखायो हैन. कस्तो बल देखेको यार बिहान बिहान. हामी अब पेउटोल जाँदै छौँ. आउँछ यो? I don't know. एकछिन बन्द हुन्छ यार. हामी चाहिँ पेउटो लेक भ्यू पोइन्ट भन्ने ठाउँमा जाँदैछौँ. त्यहाँबाट चाहिँ पेउटो लेक जुन चाहिँ मैले सायद हिजो पनि भनेको थिएँ कोही मिल गया भन्ने सङमा सुटिङ भएको ठाउँ हो त्यहाँनेरि. अनि त्यहाँ गएर हामी टिकटक बनाउँछौँ 1-2टा हैन मिलेसम्म. टिकटक बनाउनलाई तर इन्टरनेट त छैन के अरे. त्यही पनि विल ट्राई आवर बेस्ट. त्यसको गीत चाहिँ सुट भएको थियो. हामीसँग जादु पनि छ. हामीले जादु पनि लिएर आछौँ साथमा. म ऋतिक भइहालेँ. 6वटा आउँला त हैन 5वटै छ. तर म ऋतिक भइहालेँ. 15 मिनट जति हाइक गर्नुपर्छ रे. 15 मिनट लाइक इजी हाइक छ अरे. त्यस्तो गाह्रो पनि छैन. अनि माथि गएर हामी भ्यू पोइन्टहरु देखाउने छौँ. हामी हिँड्दैछौँ एउटा ट्रेलमा. रमाइलो छ ट्रेल. अब एउटा लेकको लागि फेमस रहेछ यो ठाउँ. धेरै जहाँ गए त्यही लेक धेरैवटा लेक. हुन त संसारकै सबैभन्दा धेरै लेक भएको देश पनि हो क्यानाडा. त्यही माथि राम्रो पनि रहेछ, ठुलो पनि रहेछ. भ्यूहरु नि मजाले देखिने. त्यस्तै अब फेवाताल रारा लेक जस्तै फिल गराउन एकदम सक्षम छ अल्बर्टा क्यानाडा. त्यही पनि रमाइलो भइरहेछ एक्सपिरियन्स. मेन भन्दा अब अस्तिको दिन पुरै सिटी घुमेको. आजको दिन पुरै नेचर एक्सप्लोर. त्यही भएर बेग्लै भाइब छ. र यतातिर चाहिँ अलिकति भालुहरु चाहिँ अलि धेरै आउँछ भन्थे. अनि अलिकति फोकस भएर पनि हिँडिरहेको छौँ. केयरफुल पनि छौँ. इनकेस आइहाल्यो भने स्वाट लाएर भाग्ने हो. मुड्की देखायो नि भाग्न त भाग्ने नै हो. भालुले बोकाउँदै नि त भाग्छ त भालु.
बियर स्प्रेहरू किन्नु भनेर पनि धेरैले रेकमेन्ड त गरेको थिएँ तर त्यो खासै हामीलाई चाहिन्छ नि जस्तो त लागेन दौडिन सक्ने केटाहरू हुँदा हुँदै किन अब बियर स्प्रे किनिरहनु र करायो भने पनि भाग्छ भन्ने भिडियोहरूतिर देखिरहेको हो यहाँको मान्छेहरूसँग चाहिँ खासै यो बारेमा कुरा भएको छैन will keep you posted So this is the Pewter Lake that I was talking about. यो चाहिँ उता मुनिबाट खिच्यो हो खासमा त्यो कोही मिल गएको सिन चाहिँ अनि एज यु क्यान सी हेर्नु न कस्तो निलो छ पानी एकदमै खतरा निलो छ दामी नै छ क्या यति यस्तो बवाल छ भ्यू यार अनि अब म एकछिनमा उता तल जान्छु अनि कोही मिलेर म नि खिच्छु मिलेसम्म ट्राई गर्छु यतिकै नाच्नलाई सो दिस इज Pewter Lake एन्ड दिस इज मी द ऋतिक रोशन जादो 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 हामी यो ठाउँमा आयो जहाँ चाहिँ सुटिङ भएको थियो मुभीको सङ कोही मिल गएको सँगै इन्डिया सुटिङ भएको थियो यही एजबाट सुटिङ भएको थियो अनि एकदमै बवाल भएको थियो त्यहीँनिर म क्यानाडा आउनु कारण पनि त्यही थियो त्यही भएर यहाँसम्म आइपुगेँ एकदमै रमाइलो लागिरहेको एकदमै खुसी लागिरहेको मेरो कुरा ब्लेस्ड सो हामी हिँड्यौँ पेट्रोल लेक पनि घुम्यौँ हल्का डान्स पनि हाने मैले कोही मिल गयो होला त्यो चाहिँ म भिडियोमा बनाएर टक्क हाल्न मन लागिरहेको मलाई किनकि मलाई यहाँ गर्न मन थियो क्या त्यही भएर पेट्रोल लेक पनि घुम्यौँ अनि त्यसपछि कोही मिलेको अलिकति डान्स त मिलेन त तर मैले कोही मिलेको गीतमा पनि नाचेँ त्यही भिडमा गएर जहाँ ऋतिक रोशन र प्रीति जिन्टाले नाचेको थियो अनि एकदम रमाइलो भयो सुनमा जान डर लागिरहेको थियो तर अरू मान्छेहरू गइसकेपछि त गएँ म पनि दामी फोटो पनि खिचेको छु तर यहाँ नेटवर्क छैन केही पनि नेटवर्क छैन ओभरअल वी इन्जोयड दाइ अलि उभद्रो काम गर्नु खोज्दै थिएँ दाइ पो अस्ट्रेलिया गइहाल्छन् भाइ त क्यानाडै बस्ने हो त्यही भएर नाम पल्ला भन्छ फेरि हँसाइदियो त यहाँनिर आइएम क्रिमिनल हो नि त फेरि ल रमाइलो भयो एकदम एक्सपिरियन्स राम्रो थियो देखेको ओरेको जस्तै थियो लेक पनि एकदम सफा पुरै निलो सायद मान्छे सजिलो जान एक्सेस थिएन लेकसम्म नै त्यही भएर पनि होला फोहोरहरू थिएन खासै लेकमा एकदम क्लियर भनौँ न ऐना जस्तै थियो निलो थियो पानी पनि एकदम राम्रो हिजो अल्बर्टा आउनु भएको छ भने चाहिँ एकचोटि आउनुपर्ने ठाउँहरूमध्ये एउटा भन्छौँ अब हामी दुईवटा अलिअलि यहाँ अल्बर्टाको मेन स्पट ब्याम्फ साइडको अनि मैले अस्ति हालेको पहिलो ब्लगमा पनि झन्डै 150जना जतिले हेर्नु भइसकेको छ होइन प्लिज हेर्नु भएको मान्छेहरूले सब्सक्राइब गरिदिनु होला यो चाहिँ सेकेन्ड ब्लग हुन्छ सेकेन्डै हुन्छ कि थर्ड हुन्छ यो प्रोबब्ली थर्ड डेको हुन्छ हिजो खिचेको छौँ त्यो पनि इन्क्लुड गरेर हाल्नेछु अब अहिले टाइम पाएको छैन केही पनि छैन यहाँ अनि त्यही भएर हो चार्ज पनि छैन मोबाइलमा केही पनि छैन एडिट गरेर हाल्नेछु सो अब यहाँ हामी लेक लुइसतिर जान्छौँ होला केही खान्छौँ खाएको छैन बिहानदेखि केही पनि मात्र कफी खायो मैले चाहिँ अनि एज यु क्यान सी ट्रेल पनि कस्तो सफा ट्रेल छ क्या उता भ्यू अगाडि यस्तो दामी भ्यू छ एकदम रमाइलो एकदम पिस मान्छेहरू पनि एकदम डिसिप्लिन वेल डिसिप्लिन है मेहनत भएको नेपालतिर भए मान्छेहरू अब त्यस्तै हो चिप्सहरू खाएर खोलहरू बाटोतिर फाल्ने ओर्ने हुन्थ्यो यस्तो सफा छ ट्रेलहरू पनि त्यस विकसित ठाउँ भनेको विकसित ठाउँै हुन्छ मान्छेहरू ट्यालेन्टेड पढे लेखा अब हामी जाँदैछौँ आफ्नो गाडीसम्म त्यो गाडी पछि अहिलेसम्म हामीले लगभग 12 घन्टा जति भयो हामी पुरै लाइक यो दुनियाँको इन्टरनेटको दुनियाँबाट एकदम पुरै बाहिर हामीलाई थाहा छैन हामीलाई कतिजनाले मेसेज गरेका छन् हामीलाई थाहा छैन हामीलाई कतिजनाले कल गरेका छन् कल सायद लाग्दा पनि लाग्दैन किनभने नो नेटवर्क वाइफाई पनि छैन होटलको पोलिसी अनुसार 10:30 बजे पछाडि चाहिँ प्राय त्यो वाइफाई अफ गरिदिनु छ किनभने मान्छेहरू अब क्याम्पफायरहरू रहेछ अभाइलेबल रहेछ होटलमा त्यही पनि अब मान्छेहरू बाहिर आएर विभिन्न देशको ठाउँको मान्छेहरूसँग गफ गर्न नखोजिकन फोनमै झुन्डेर बस्यो भनेर त्यो यतिकै गरिदिने रहेछन् वाइफाई त्यो एकदम राम्रो चिज पनि हो किनभने 12 घन्टा वाइफाई नचलाइ बसिकन त्यस्तो केही हुन्न अनलेस इट्स रियली इमर्जेन्सी ठिक छ अब बाटोमा पुग्छौँ कता पुग्छौँ अनि फेरि देखाउनेछु है त
Safety guard initializing. माइक गाडीमा चार्ज भएर यो चाहिँ अर्को भिडियो सुट भएको ठाउँ हो यहाँ पनि सुट भएको थियो त्यो मुभीको कोही मिल गएको जादु इट्स कल्ड इम्ब्रेड लेक इम्ब्रो समथिङ यस्तै के इम्ब्रो भन्दा कहाँ अलि मोरेनमा गर्दाखेरि लेक मोरेनमा चाहिँ एकदमै महँगो पर्छ यो प्लस भिड पनि हुन्छ उतै गरेको त्यो के हुन्छ क्यानोपी के हुन्छ क्यानोपी त्यो बोर्ड जस्तो एउटा बोर्ड गरेर प्याडलिङ गर्नलाई महँगो पर्छ सो म्याक्सिमम मान्छेहरू चाहिँ यहाँ आएर गर्छ अरे के दामी नै देखाएको छ पुरै निलो देखाएको छ तर अब अहिले पानी परिरहेको पुरै यहाँ भिजी पनि छ कि हामी तर भिजेर पनि हामी घुमिरहेको किनकि यसको सुन्दरता त क्यामेराले पनि बयान गर्न सक्दैन क्या त्यति दामी खालको सुन्दरता यहाँ हेर्नुहोस् सबै पुरै यो ट्रीहरू कस्तै बनावट कसरी मिलेको छ माथि अगाडि पहाड छ फेरि तपाईँ लस्कर अति नै बवाल देखेको छ यो चाहिँ लाइक मैले चाहिँ अब सुनेअनुसार चाहिँ लेक मोरेन लेक लुइस धेरै राम्रो भने तर त्यो भन्दा राम्रो चाहिँ मलाई यो जस्तो लागिरहेको त्यहाँ पुग्न त म पुगेँ होइन तर नपुगे पनि यसो हेर्दाखेरि यो कलर निलो कलर अनि यो सबै सुन्दरता हेर्दा चाहिँ यो एकदमै बवाल छ यो चाहिँ आउनै पर्ने अर्को ठाउँ देखियो मैले सिम पानी परे पनि हामीले यहाँ आउने नै सोच गऱ्यौँ अलिकति एउटा भ्यू देखिहालेको थियो त्यो परबाट सिम पानी परे पनि हामीले यहाँ आउने नै सोच गऱ्यौँ अनि आएको एकदम वर्थ इट पनि भयो मलाई चाहिँ अलि आउनु रहर थिएन किनकि पानी अझै बढ्दैछ र ऊ त्यो बोट गर्नुपर्ने रहर मलाई धेरै थियो तर अब पानी परेको कारणले आजलाई पोसिबल भएन तर जे होस् लेकको भ्यू एकदम दामी छ है एकदमै नै दामी छ हामी अनि घुमी लास्टमा लेक लुइस आइपुग्यौँ हल्का अगाडि छ हिँड्दैछौँ सडल बस को टिकट लिनुपर्ने छ जुन चाहिँ एकदमै मुस्किल हुन्छ 2 दिन अगाडि नै बिहानको 10 बजे क्यानाडियन 10 बजेको टाइममा लिनुपर्ने हुन्छ सडल बसको टिकट अनि त्यो लिएर अनि जुन टाइममा टिकट पाएको छ त्यही टाइममा गएर टिकट लिनलाई चाहिँ फेरि लाइन बसेर टिकट लिनुपर्छ अनि लाइन बसेर ट्याक्क टिकट लिएपछि अनि त्यसपछि बल्ल हुन्छ सबै कुरा बिहानदेखि हामी हिँड्दै आयौँ मौसम अलिक फगी थियो डर लागिरहेको थियो भ्यू राम्रो देखिँदैन क्या हो किनभने यो ठाउँमा सनको रेजले रिफ्लेक्ट गरेर लेक अलिक ब्लूहरू देखिन्थ्यो भन्ने सुन्नमा आएको थियो अब अहिले पनि त्यस्तो राम्रो घामै त लागेन अघि भर पनि अलिकति हल्का घाम लाग्छ लाग्थ्यो तर घुम्दैछौँ होइन अब यहाँ तपाईँहरूले त्यो भ्यू हेर्नुभयो भने तपाईँ दङ्ग पर्नुहुन्छ अब हामीले चाहिँ यहाँ आँखाबाट देखिसक्यौँ होइन दादा अब म तपाईँहरूलाई बोट लिनुपर्ने हुन्छ यार बोट एकदमै यहाँको एकदमै महँगो छ होइन बरु म फर्केर जान्छु अस्ट्रेलिया म यस्तो यो याद कुरामा खर्च गर्दिनँ मलाई बोटमा चढ्न डर पनि लाग्छ होइन हामीले देखिसक्यौँ भ्यू अब तपाईँहरूलाई मैले भ्यू देखाउँछु तपाईँहरू वाउ चाहिँ नभन्नु होला है कमेन्टमा वाउ भन्नु होला दिस इज द भ्यू एज यु क्यान सी दिस इज द भ्यू लेक लुइस उहाँपछि घाम लागिरह अलिअलि बल्ल अनि भ्यू देखिरह मान्छेको भिड हेर्ने यहाँ कतिजना कति मान्छे आम्मा 1 करोड मान्छे छ यहाँनिर सबजना फोटो खिच्नमा व्यस्त भ्यू हेर्नमा व्यस्त चाहिँ कोही पनि छैन फोटोमा फाइनली अलिक घाम लाग्यो घामको प्रकाश बल्ल आयो बिहानदेखि एउटा पनि आएको थिएन कि पानी परेको थियो अहिले चाहिँ प्रकाश आएर राम्रो देखाएको छ भ्यू सो दिस इज लेक लुइस फर यु जुन चाहिँ टिकट काटेर मात्रै आउन पाइन्छ सिधै आउन यहाँ त आफ्नो गाडी पनि लिएर आउनु पाउँछ क्या तर एकदमै राम्रो छ भ्यू सो हामी यही अब एक्सप्लोर गर्छौँ हेर्नुहोस् माथि अगाडि ग्लेसियर जस्तो देखिरहेको पुरै बादलको बिचमा अनि त्यसमा यो लेक बोटिङ पनि गरिरहेको मान्छेहरू तर आइम नट स्योर इफ आई गोन बी डुइङ द्याट हामी अब यसो एक्सप्लोर गर्छौँ यो र हामी मोरेन लेक आएका छौँ मोरेन लेक चाहिँ उताको लेकबाट हाम्रो त्यस्तै 10 मिनट 12 मिनट जति बसमा बसिसकेपछि यहाँसम्म ल्याइपुगायो यो चाहिँ अलि पाहाड हुँदै आउनुपर्ने थियो यो ठाउँसम्म अनि बस पनि एकदम राम्रो थियो कम्फर्ट पावरफुल
अब यो लेक चाहिँ एउटा वान अफ द मेन स्पट हो। यो चाहिँ संसारकै पहिलो नम्बरमा पर्छ अरे लेक मध्येमा। लुइस चाहिँ 4 हो कि 5 मा पर्छ अरे, यो चाहिँ 1 नम्बरमा पर्छ अरे भन्दै। हेरौँ अब कस्तो छ है। एकदम फेमस छ यो क्यानाडामा। प्राय यता परतिर छ जस्तो ला जम्मा, अनि त्यसपछि थाहा हुन्छ कस्तो। मान्छेहरू ऊ माथिसम्म चढ्या हेर्नु ल, लेकको भ्यू हेर्नु ल, त्यहाँ माथिसम्म चढ्या। सायद हामी पनि त्यहीसम्म पुग्छौँ होला। त्यहाँबाट नै राम्रो भ्यू देख्छ जस्तो लागेर मलाई। यतापट्टि लेक आइ सुरु भइसक्यो है, निल्दै लेक चाहिँ पुरै। तर मलाई जहाँसम्म लाग्छ त्यही नै हो जस्तो लाग्छ। पोइन्ट हेर्ने पोइन्ट एउटा कसले पो पनि भन्थ्यो, त्यहाँबाट पोइन्ट चाहिँ एकदमै राम्रो देख्छ भनेर। So I'll try to climb there. I don't know about him, but I'll try to climb there. यो होला मेन चाहिँ। ल यो त कहाँ हेर्ने त्यसो भए त, अब त केही छैन, जान्नै यो अप्सन। सो हामी अब यो चढ्छौँ माथि। ल त्यस्तो हो। आज चाहिँ हाम्रो लास्ट डे इन ब्याम्प हैन। गुड मर्निङ एभ्रीबडी हैन। वेलकम टु आवर प्रोबेबली लास्ट डे इन अल्बर्टा। आजको रातिको हाम्रो आज राति हाम्रो 6 बजे चाहिँ हामी रिटर्न ब्याक टु टोरन्टो। अनि एकदम रमाइलो भयो, एकदमै नै रमाइलो वन्डरफुल एक्सपिरियन्स हैन। द लाउन्ज जहाँ हामी बस्यौँ एकदम राम्रो, पुरै नेचरसँग बसेको जस्तो। हाम्रो साइडमा पुरै भिलहरू हिँडिरहेको छन्, अलिक टाढा छन्, मैले क्यामेराले क्याप्चर गर्न सक्दिनँ। अनि एकदम राम्रो सुन्दर शान्त है। रोडहरू त्यतिकै राम्रो। अब म टोरन्टोबाट आएको, सिटीबाट आएको मान्छे। अब यो ठाउँ अलि एकदम गाउँ त नभनौँ, तर भनौँ न रोडहरू एकदम थोरै गाडीहरू हिँडेपछि सजिलो ड्राइभ गर्नलाई पनि, जस्तो सुकै नयाँ मान्छेले पनि ड्राइभ गर्न सक्ने। र यतातिर हाम्रो छन् भिलहरू, यताबाट अलि आएन क्यामेराबाट। तर त्यो होस्, लास्ट डे इन अल्बर्टा वी आर इन्जोइङ भेरी वेल। दाइ जाँदैछन् अगाडि अगाडि। एकदम जाडो छ यो ठाउँ, एकदमै नै जाडो छ, एकदमै नै। थट त्यही माथि कपडाहरू नि अब अलिकति भनौँ न कम्प्रोमाइज, सुटकेस कम्प्रोमाइज भएको भएर धेरै ल्याउन पाएको पनि थिइनँ। अनि यो नयाँ कपडा पनि लाउन पाएको पनि थिइनँ। त्यही भएर अब वी विल बी लाइक क्याप्चरिङ सम पिक्चर्स। हाम्रो आजको झन्डै झन्डै अन्तिम डेस्टिनेसन होला यो। सिडनीको जस्तै यहाँ पनि 3 सिस्टर भन्ने नाम गरेको एउटा माउन्टेन जस्तो रहेछ। हामी त्यहीँ जाँदैछौँ। अहिले चाहिँ ड्राइभिङ सिटमा चाहिँ हाम्रो काले भाइ छ। ड्राइभिङ सिटमा ड्राइभरै हुनुपर्ने हो गाइज हैन। तर खलासीलाई ड्राइभ गर्न दिइरहेको छु मैले अहिले चाहिँ। कहाँ गएर हाल्छ भन्ने डर भइरहेको छ अलिअलि, बिस्तारै बिस्तारै बिस्तारै। अनि त्यसपछि त्यसले चलाइरह। अब यतातिर भ्युज अब थाहा छैन कहाँ हो। 3 सिस्टरमा त हामीले हेरेको हिँडेको, तर अब के गर्छ कस्तो हुन्छ थाहा छैन। यसले चलाउन त चलाइरह। ग्राभलै ग्राभल रहेछ। क्यानाडा भन्थ्यो, क्यानाडामा पनि ग्राभल हुँदो रहेछ। तर राम्रो सिनहरू छ है, त्यही सिनहरू हेर्न आयो। चाँडै पुग्ने भए भएर हामी यसो घुम्न आयो। यहाँनिर चाहिँ चाँडै गरेर पनि फाइदा छैन हामीलाई केही पनि, किनकि हाम्रो फ्लाइटै 5 बजीतिर छ। यसो अरू पनि घुम्ने नि त भनेर वरिपरिको घुम्न खोज्या हो। र कन्क्लुजनमा भन्दाखेरि अल्बर्टा चाहिँ एकदम लेकहरू चाहिँ यहाँ पुरै गर्नै नसकिने जस्तो। जहाँ गए नि लेक, जहाँ गए नि लेक। फेरि त्यो धेरै जस्तो ठाउँहरूमा चाहिँ एउटै लेक, अनि फरक फरक ठाउँबाट भ्यू देखिने भएर फरक फरक लेकको नै नाम अर्कै राखिदिएको थिएँ। म बस्ने ठाउँतिर पनि त्यस्तै छ। तर यतातिर चाहिँ जे होस् धेरैवटा लेक छ, धेरैवटा लेक भ्यू त्यस्तै राम्रो। अब त्यहाँ माथि आइसक्यो हाम्रो अगाडि, सायद तिनीहरू नै होला। 5 मिनट देखाएको छ भने चाहिँ 3 सिस्टर भनेको तिनजना दिदी बहिनीहरू सर्लक सर्लक गरेर बसेको रहेछ त्यहाँ। धन्दा मिलेर बस्दो रहेछ। एउटा भाइले एक चाना कमेन्ट सेक्सनमा डिएम गर्नुहोस्। ल बिस्तारै बिस्तारै चला न, बिस्तारै चला। ड्राइभर होइनस् त, खनासी हो। खनासीलाई गाडी चलाउनु दिएको छु मैले। खनासीलाई दिएको छु। यहाँ मुटु नै उमा आइसक्यो, मुखा आइसक्यो। नो नो नो, लेट्स गो। विल डु एभ्रिथिङ आफ्टर रिटर्निङ ब्याक फ्रम देयर। टाउकोमा लाग्यो भने सोल्टिरहेको छैन। ए भने नि खलासीको सोचै यस्तै हुन्छ। राम्रो है, तर खलासीको सोचै यस्तै हुन्छ। एजुकेन्सी ल जता पनि एउटा लेक जस्तो भइहाल्ने क्या यहाँ चाहिँ। त्यो चाहिँ एकदमै मन पऱ्यो क्या मलाई। सिनिक भ्यूहरू एकदमै राम्रो छ क्या। विन्टरमा यहाँ पुरै मान्छेहरू हिँड्छन् त्यो लेक माथि माथि। यहाँ पुरै जमेर पुरै मान्छे नै हिँड्छन् रे। ठिक छ, अब अगाडि जाऊँ। अनि के रहेछ त्यहाँबाट म अरू पनि देखाउँछु।
सायद यही नै होला थ्री सिस्टर्स होइन गर्न त मैले सकिनँ अलिक मोटो खालको सिस्टर्स चाहिँ क्या हो गर्नै सकिनँ मैले कुन चाहिँ हो कस्तो हो 3टा हिमाल छ भन्थ्यो क्या अरे सबै लस्करै मिले जस्तो देखिरहेको छु मैले त हाड न तर हेर्नु न कस्तो राम्रो भ्यू छ यो पनि पहाडै पहाड छ अब सबै सिस्टर कोही त सौतनी होला कि सौतनी सिस्टर्स होला र यसैको साथ आजको हाम्रो लास्ट डे अफ अल्बर्टा खो गए हम कहाँ रंग साए जहाँ यार त के भन्छिन्छ घुमौँ है ब्याक टु टोरन्टो अब हाम्रो घुमाइ पनि सक्यो ड्यामको घुमाइ पनि सक्यो भाइ अलि निराश भइरहेको किनकि भोलि म युएस ब्याक जान्छु यो हाम्रो लास्ट टाइम टुगेदर भयो अब भोलि म गइहाल्छु युएस सो आई थिङ्क आई विल बी एन्डिङ द ब्लग हियर फर ड्याम एन्ड क्यानाडा इज गोल भोलि बिहान युएसको फ्लाइट छ एन्ड आई विल सी यु इन युएस ब्लग प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब टेक केयर